युनाइटेड मिसन टु नेपालको नेपाल प्रवेशसँगै सन् 1954 मा भक्तपुरमा एउटा चर्च खोल्यो। सन् 1956 मा दार्जिलिङबाट आएको क्रिस्चियनहरूको टोलीले काठमाडौँको ज्ञानेश्वरमा इसाई मण्डली नामको चर्च बनायो। ज्ञानेश्वरको यो चर्च आज नेपालको सबैभन्दा ठूलो चर्चका रूपमा परिचित छ। सन् 1953 मा भारतको केरलाबाट सिके अथयाली भन्ने पादरीको नेतृत्वमा एउटा अर्को मिसनरी टोली नेपाल आयो। यो टोलीले कर्णेल साहबका नामले प्रख्यात कर्णेल नरराज शमशेरसँग मिलेर पुतली सडकमा क्रिस्ट शान्ति समाज नामको चर्च बनायो। क्रिस्ट शान्ति समाज आफ्नै जग्गा र आफ्नै भवनमा बनेको नेपालकै पहिलो चर्च थियो। नेपाली सेनाका कर्णेल रहिसकेका नरराज शमशेरले हिन्दू धर्म छाडेर इसाई धर्म अपनाएपछि काठमाडौँमा त्यतिखेर ठूलो हल्लीखल्ली मचिएको थियो। खासमा नरराज शमशेर अन्धविश्वासमा परेर क्रिस्चियन भएका थिए। उनी आफ्ना बिरामी नातिको उपचारका लागि भारतको रक्सलमा रहेको मिसनरी अस्पताल गए। उपचारपछि नातिलाई निको भयो र त्यसपछि अस्पतालका डाक्टरहरूले हामीले त येशूसँग प्रार्थना गरेर तपाईँको नातिलाई निको पार्यौँ भने। अनि यही भ्रम र अन्धविश्वासमा परेर नरराज क्रिस्चियन भए। ठुला बडाहरू नै क्रिस्चियन हुन थालेपछि क्रिस्चियनहरूलाई सङ्गठित गर्न भनेर 2017 सालमा क्रिस्चियन फेलोसिप नामको एउटा संस्था बनाइयो। आजभोलि यो संस्थाको नाम परिवर्तन भएर नेसनल चर्चेस फेलोसिप अफ नेपाल भएको छ। नेपालमा क्रिस्चियनको सङ्ख्या बढ्दै जान थालेपछि अङ्ग्रेजी भाषामा रहेको बाइबल पनि नेपाली भाषामा अनुवाद गरियो। बाइबल नेपाली भाषामा अनुवाद गर्ने काम गरे गगन प्रधान नामका एकजना पादरीले। काठमाडौँको नेवार परिवारमा जन्मेका गगन प्रधान दार्जिलिङ बसाइँ सरेका थिए। दार्जिलिङमा क्रिस्चियनहरूको सम्पर्कमा आएपछि गगन प्रधान क्रिस्चियन भए र उनले नै पहिलोपटक बाइबलको नेपाली भाषामा अनुवाद गरे। बाइबलको नेपाली अनुवाद भएपछि दार्जिलिङ क्षेत्रका नेपाली भाषीलाई ठूलो सङ्ख्यामा क्रिस्चियन बनाउने काम सुरु भयो। चर्च हिस्ट्री प्रोजेक्टका अनुसार सन् 1977 तिर पुगेपछि बाइबलको नयाँ शैलीमा अनुवाद गरियो। नयाँ शैलीमा बाइबल अनुवादको काम गरे नेपाली सेनाका कर्णेल नरराज शमशेरले।